केप्लर पृथ्वीबाट 20 प्रकाश वर्ष टाढा ओरियन नक्षत्रमा अवस्थित ग्रह हो। यसको सतह चट्टान र ज्वालामुखीहरूले बनेको छ र तापक्रम 70 देखि 20 डिग्री सेल्सियससम्म हुन्छ। यसको कोरले विषाक्त ग्यासहरू उत्सर्जन गर्छ जसले मानिसलाई मार्न सक्छ। एक दिन ओरियन सटल 2 चालक दलका सदस्यहरूसहित मानवताको लागि भविष्यको घर फेला पार्ने आशामा यसको सर्वेक्षण गर्न केप्लर ग्रहमा अवतरण गर्छ। यद्यपि पहिलो मिनेटमा अन्तरिक्ष यात्रीहरू आँधीबेहरीमा फँसेका छन् र एकअर्कालाई गुमाउँछन्। केही समय बित्छ। जहाजको प्रणाली सुरु हुन्छ र डिबगिङ मोडमा जान्छ। एक वृद्ध अन्तरिक्ष यात्री उठ्छन् र नियमित ग्यास चुल्होमा आफूलाई नास्ता बनाउँछन्। त्यसपछि प्रत्येक 20 देखि 29 दिनमा दुवै ताराहरूलाई परिक्रमा गर्ने ग्रहको बारेमा सन्देश सुन्दै प्रशिक्षण उपकरणमा बस्छन्। पछि उसले जहाजको लगमा एउटा सन्देश रेकर्ड गर्छ जसमा सटलका रिएक्टरहरू आँधीबेहरीले क्षतिग्रस्त भएको र अब जहाज पृथ्वीमा फर्कन नसक्ने उल्लेख छ। कमान्डर जोनास मार्टिनेजले कप्तानसँग सम्पर्क गुमाएको र आशा गर्दछ कि विगत 20 वर्षमा मानवताको प्राविधिक क्षमताहरू अगाडि बढेको छ र उद्धार अभियान पहिले नै सुरु भइसकेको छ। उसले प्यानलहरू मर्मत गर्छ, तिनीहरूलाई अन्डाको डिब्बाले प्रतिस्थापन गर्छ र फेरि नासालाई सम्पर्क गर्ने प्रयास गर्छ। तर रात पर्छ र वृद्ध मानिस आफ्नो क्याप्सुलमा सुत्न जान्छ र बिहान सबै कुरा दोहोरिन्छ। जोनास अझै पनि आशा गर्दछ कि कप्तान पेट्रोस जीवित छन् र ग्रहमा कतै छन्। उसले ब्रेकफास्ट गर्छ र जहाजको एआईसँग कुरा गर्छ जसलाई उसले सुपर भन्छ। यसले कमान्डरलाई जानकारी दिन्छ कि तिनीहरू वरिपरि कुनै गडबडी पत्ता लागेको छैन, न त कप्तानको कुनै सङ्केत। जोनासलाई थाहा हुन्छ कि ऊ एक्लै छ, कुनै सञ्चार छैन र उसको साथी कहाँ छ भन्ने कुनै जानकारी छैन। यद्यपि केप्लरमा उनीहरू एक्लै छैनन् भन्ने कुरा थाहा भयो र अन्तरिक्षयान क्याबिन बहुतले भवनमा रहेको एउटा नियमित अपार्टमेन्ट मात्र हो। जोनास अलार्म सिग्नलले बिउजन्छ किनभने एक सरकारी अधिकारीले उनको ढोका ढकढक्याइरहेको छ। यद्यपि उसले तिनीहरूलाई एलियन साङ्लो भन्छ र एक प्रणाली सक्रिय गर्छ जसले व्यक्तिको अनुहारमा फोम छर्कन्छ जसले गर्दा उनी भाग्न बाध्य हुन्छन्। हलवेमा अधिकारीलाई वृद्ध मानिसको छिमेकी मानोलोले भेट्छन् जो लामो समयदेखि पागल जोनाससँग सामुदायिक भवन शुल्क नतिरेकोमा रिसाएका छन्। निरीक्षकले उजुरी दर्ता गर्न सुझाव दिन्छन् तर मानोलोले पहिले नै उनीहरूलाई सक्दो जताततै पठाइसकेका छन्। छिमेकीहरूले पागल वृद्ध मानिसको व्यवहारको बारेमा छलफल गर्दा जैदा नामकी 13 वर्षीय केटी जो हालै यहाँ सरेका थिए र सबैले उनलाई जे भनेर बोलाउँछन् भवनमा प्रवेश गर्छिन्। केटीले मेल उठाउँछिन् जसमध्ये सामाजिक कल्याण कोषबाट आएको पत्र पनि छ। आफ्नो भुइँमा जाँदा जेलाई दमको आक्रमणको सङ्केत महसुस हुन्छ किनकि उनी दमबाट पीडित छिन् र आफ्नो इनहेलर प्रयोग गर्छिन्। उनको भुइँमा उनलाई एक छिमेकीले भेट्छिन् जसलाई जेले बताउँछिन् कि उनी यहाँ आफ्नो काकासँग सरेकी छिन्। उनीहरूको आवाज सुनेर त्यो मान्छे आफै बाहिर निस्कन्छ, आफूलाई पाकोको रूपमा परिचय दिन्छ र स्कुलबाट ढिलो आएकोमा जेलाई हप्काउँछ। यसैबीच जोनासको अपार्टमेन्टमा सुपरले रिपोर्ट गर्छ कि उनीहरूको खानाको आपूर्ति सकिएको छ र वृद्ध मानिसले ग्रिनहाउस रोप्नुपर्छ। ऊ बाथरुममा जान्छ जहाँ तरकारीको बिरुवा पहिले नै बढिरहेको छ र केही अङ्कुरहरू मरेको देख्दा निराश हुन्छ। वृद्ध मानिसले लगमा आफ्नो चिन्ताहरू रेकर्ड गर्दछ, यो उल्लेख गर्दै कि ऊ प्रतिकूल र खतरनाक जीवन रूपहरूले घेरिएको छ जुन हरेक दिन नजिक आउँदैछ। बिहान जे स्कुल जान्छ बाटोमा अर्को स्थानीय बासिन्दालाई अभिवादन गर्छ जसले आफूलाई स्टक एक्सचेन्जको निर्देशक हो भन्ने विश्वास गर्छ र दैनिक रूपमा उसको कम्पनीले त्यो दिन कति लाख कमाएको छ भनेर रिपोर्ट गर्छ। केटीले उसलाई सामुदायिक सुप किचनमा जान सुझाव दिन्छ र उसको टेबलमा एउटा सिक्का छोड्छ। तर स्कुल जानुको सट्टा उनी तल बेसमेन्टमा जान्छन्। उनले प्राप्त गरेको पत्र खोल्छिन् र थाहा पाउँछिन् कि उनको काकाले आफ्नो अपाङ्गताको प्रमाण दिन आवश्यक छ। यो स्पष्ट हुन्छ कि पाकोले उनको सुविधाबाट बाँच्छन्। जेले एकपटक आफ्नी आमाबाट पाएको खेलौना निकाल्छिन्। उनकी आमाले उनलाई द लिटिल प्रिन्स पढ्थिन् र उनलाई भनिन् कि यो ताराको फूल हो, आफ्नी छोरीलाई मानिसहरूसँग दयालु व्यवहार गर्न भनिन्। केटीले बुझिन् कि उनकी आमा कहाँ जाँदै हुनुहुन्छ र उनलाई सँगै लैजान भनिन्। त्यतिबेला उनकी आमाले उनलाई यो जादुई तारा दिइन् जुन जेले नराम्रो महसुस गर्दा पनि हेर्न सक्थे। यस समयमा जोनासको अपार्टमेन्टमा बत्ती निभ्छ। सुपरले रिपोर्ट गर्छ कि फ्युज बिग्रिएको छ र वृद्ध मानिस आफ्नो स्पेससुट लगाएर सिडीमा जान्छ र तल बेसमेन्टमा जान्छ जहाँ जेले थाहा पाउँछ कि उनको औषधि सकिएको छ। वृद्ध मानिस विच्छेद गरिएको फ्युज बक्समा पुग्छ र तारहरू जोड्छ। सुपरले रिपोर्ट गर्छ कि बिजुली पुनर्स्थापित भएको छ र मिसन पूरा भएको छ। तर जानुअघि जोनाले अचानक बेहोस केटीलाई देख्छ। उसले जेलाई आफ्नो अपार्टमेन्टमा फिर्ता लैजान्छ, मास्क लगाउँछ र अक्सिजन दिन्छ। जब उनी होसमा आउँछिन् वृद्ध मानिसले उनी ओरियन अन्तरिक्षयानमा छिन् र 4 घण्टादेखि सुतिरहेकी छिन् भनेर बताउँछ। आत्तिँदै जे ढोकातिर दौडिन्छ, यद्यपि वृद्ध मानिसले उनलाई रोक्न खोज्छ, बाहिर खतरनाक छ भनेर जोड दिन्छ। तैपनि केटी भाग्छिन्। उनी घर फर्कन्छिन् जहाँ पाकोले आफ्नी आमाको पाक कला प्रतिभा विरासतमा नपाएको गुनासो गर्छिन्। जेले औषधिको लागि पैसा माग्छिन् र त्यो प्राप्त गरेपछि जोनासको अपार्टमेन्टमा जान्छिन्। वृद्ध मानिसले उनलाई स्पेससुटमा स्वागत गर्छिन् र केप्लरको वातावरणबाट उनी कसरी बाँचे भन्ने बारेमा उनका प्रश्नहरू सुनेपछि जेले महसुस गर्छिन् कि उनको छिमेकी उसको ठिक दिमागमा छैन। वरिपरि हेर्दा उनी स्वीकार गर्छिन् कि उनी उनलाई बचाएकोमा धन्यवाद दिन आएकी थिइन्, तर त्यही क्षणमा जोनासको ढोकाको घन्टी फेरि बज्छ। यसपटक अधिकारीले उनलाई निष्कासन सूचना देखाउँछ। जोनासले फोम स्प्रे गर्ने प्रणाली सक्रिय गर्छ, तर यसपटक त्यो मानिसले आफूलाई ठूलो छाताले ढाल्छ। त्यसपछि एक ताला बनाउने काममा लाग्छ, तर जोनासले सुपरलाई थप रक्षा योजना लागू गर्न आदेश दिन्छ। उसले ढोकाको नबमा क्ल्याम्पहरू जोड्छ र उनको आदेशमा जेले स्विच पल्टाउँछ जसले ताला बनाउनेलाई ढोकाबाट पछाडि फ्याँक्छ। टोली जान्छ। जेले इनहेलर प्रयोग गरेको देखेर वृद्ध मानिस धेरै खुसी हुन्छ किनभने यो प्रमाण हो कि उनी मानव हुन्।
केटीले हार मान्छिन्, स्वीकार गर्छिन् कि उनी नासाकी एक दूत हुन्। जोनासले उनलाई उद्धार अभियानको कप्तान घोषणा गर्छिन् र खुसीले रुँदै घुँडा टेक्छिन्। जेले कल्पना गर्न थाल्छिन् उनी कसरी केप्लर पुगिन् भनेर वर्णन गर्दै। भविष्यमा अन्तरिक्षयानहरू आवश्यक नपर्ने भएकोले केटीले वृद्ध मानिसलाई आफ्नो खेलौना तारा देखाउँछिन्, व्याख्या गर्दै कि अब उनलाई अन्तरिक्षमा यात्रा गर्न अनुमति दिने कुरा यही हो। जेले उसलाई आफ्नो स्कुलको ब्रेकफास्ट दिन्छिन् र जान्छिन्। मानोलोले उनी कहाँबाट आएकी थिइन् भनेर याद गर्दैनन्। पछि उनी नजिकैको बारमा पाकोलाई भेट्छन् र उनलाई भन्छन् कि उनले पागल छिमेकीको अपार्टमेन्टमा जेलाई देखेका थिए। बारटेन्डर र अन्य छिमेकीहरू भन्छन् कि जोनास हानिरहित छ। बहस हुन्छ तर अरू सबै चुप लाग्छन्, आक्रामक मानिससँग संलग्न हुन चाहदैनन् र पाकोले मात्र उनको कथाहरू सुन्न जारी राख्छ। घर फर्केर उसले जेलाई आक्रमण गर्छ, उनको अनुहार समात्छ। तर त्यही क्षणमा ढोकाको घण्टी बज्छ। बेसमेन्टमा भेटिएको इनहेलर ल्याउने छिमेकीले जेको डर देख्छ। यसैबीच जोनासले केप्लरको काल्पनिक संसारमा कप्तानलाई खोज्दै घुमिरहन्छ। उसलाई लाग्छ कि उसले उसलाई देख्छ तर यो बाहिर निस्कन्छ। आफ्नो भान्साकोठामा सपना जस्तो जेले किराना सामान ल्याएर उसको लागि खाना पकाएपछि आफूलाई घरमै बनाएको छ। वृद्ध मानिस खान्छ, त्यसपछि आराम गर्न सुत्छ। यसैबीच जेले आफ्नो वरपरका वस्तुहरू हेर्छ, जसमध्ये धेरैजसो कुनै न कुनै रूपमा अन्तरिक्षसँग सम्बन्धित छन्। असंख्य विज्ञान कथा पुस्तकहरूमध्ये उनले अचानक सानो राजकुमारलाई भेट्टाउँछिन्। उनी आफ्नी आमालाई सम्झन्छिन् र जोनासबाट उनको छोरालाई पहिलो पृष्ठमा समर्पण पढ्छिन्। त्यसपछि उनले एउटा फोटो एल्बम देख्छिन् जहाँ एक जवान जोनासलाई पहिले आफ्नी श्रीमतीसँग, त्यसपछि उनका छोराहरूसँग चित्रण गरिएको छ। अन्तिम फोटोमा महिला अस्पतालको कोठामा छिन् र त्यसभन्दा बाहिर एल्बमका पृष्ठहरू खाली छन्। जेलाई थाहा हुन्छ कि उनी पनि आफूले जस्तै दुःखद घटनाबाट गुज्रिरहेका थिए। त्यसपछि केटीले एउटा तारामण्डलको पोस्टकार्ड देख्छिन् र त्यहाँ जान्छिन्। उनी ताराहरूले भरिएको आकाश र मोहको बारेमा व्याख्यान हेर्छिन्। त्यसपछि एक वृद्ध चौकीदारलाई देख्छिन्। फोटो हेरेपछि त्यो मान्छे टाउको हल्लाउँछ। उसले जोनासलाई राम्ररी चिन्छ जसले त्यहाँ काम गर्थ्यो। उसले ताराहरू र आफ्नो कामलाई यति धेरै माया गर्ने कसैलाई कहिल्यै देखेको थिएन। जोनासका 2 छोरा थिए तर एक मोटरसाइकल दुर्घटनामा मरे। त्यसपछि उनकी श्रीमतीको मृत्यु भयो र फेरि कसैले जोनासको बारेमा सुनेनन्। चौकीदारलाई सम्झना छ कि दोस्रो छोराको नाम पेड्रो थियो, तर त्यो जवान मानिस खराब बाटोमा गयो। उसलाई थाहा छैन कि ऊ अहिले कहाँ छ। जे घर जान्छ। उनको सौतेनी बुबा पहिले नै सुतिरहेका छन् र उनको छातीमा उनी र उनकी आमा अँगालो हालेको फोटो छ। केटीलाई उनको लागि दया लाग्छ र उनी कम्बलले छोप्छिन्। भोलिपल्ट उनी फेरि जोनास कहाँ जान्छिन्, उनलाई नास्ता दिन्छिन् र हराएको कप्तानको बारेमा सोध्छिन्। वृद्ध मानिसले स्वीकार गर्छ कि कप्तान उसको छोरा हो। केटाले सधैँ आफ्नो बुबाको पाइला पछ्याएको थियो र ताराहरूको सपना देख्थ्यो। उनकी श्रीमती हाल क्रायोजेनिक निद्रामा छिन् ताकि उनी आफ्नो श्रीमान र छोरालाई निद्रामा अन्तरिक्षबाट फर्कने प्रतीक्षा गर्न सकुन्। जे भन्छन् कि पृथ्वीमा धेरै वर्ष बितिसक्यो र यो अब त्यो ठाउँ छैन जहाँ उसलाई याद छ। केटीले सानो राजकुमारलाई उद्धृत गर्छिन् र वृद्ध मानिस आराम गर्छिन्, सम्झन्छिन् कि उनले यो पुस्तक आफ्नो छोरालाई पनि पढेका थिए। उसले कप्तान जेलाई हार नमान्न आग्रह गर्छ र आफ्नी आमालाई फेरि भेट्ने बाचा गर्छ। केटीले वृद्ध मानिसलाई सोफामा लैजान्छिन् र उनको सामानहरू जाँच गर्न जारी राख्छिन्। एउटा दराजमा उनले पेड्रोको नाममा जोनासले गरेको स्थानान्तरणलाई सङ्केत गर्ने वित्तीय कागजातहरू भेट्टाउँछिन्। त्यसपछि उनी बैंक जान्छिन्। सुरुमा बैंक टेलरले कुनै पनि जानकारी दिन अस्वीकार गर्छिन्, तर जेले आफ्नो हजुरबुबाको एकमात्र घर बचाउन मद्दतको लागि यति गम्भीरतापूर्वक बिन्ती गर्छिन् कि महिलाले हार मान्छिन् र उनलाई प्राप्तकर्ताको ठेगाना दिन्छिन्। केटीले बाहिरी इलाकामा एउटा ह्याङ्गर भेट्टाउँछिन् जहाँ उनलाई लागु पदार्थको प्रयोगबाट मानसिक रूपमा अस्थिर देखिने एक पुरुषले स्वागत गर्छ, तर पेड्रोले आफ्नो बुबा जीवित छ भनेर स्वीकार गर्न चाहदैनन् र जेलाई धपाउँछिन्। यद्यपि ढोकाहरू पूर्ण रूपमा बन्द नभएको देखेर उनी भित्र पस्छिन् र टेबलमा टुक्रा टुक्रा भएका लटरी टिकटहरू भेट्टाउँछिन्। उनले महसुस गर्छिन् कि पेड्रो पनि भाग्य सिकारी हो र अन्ततः उनलाई जबरजस्ती बाहिर निकाल्नु अघि एक टिकट लिन सफल हुन्छन्। त्यस बिन्दुमा जे एडम। उनी उसलाई लिन आएकी थिइन् ताकि उसले आफ्नो बुबाको जितेको पैसा जुटाउन सकोस् जसबाट उनी भाग चाहन्छन्। त्यो मान्छे तुरुन्तै खुसी हुन्छ र जोनासको जितेको 100,000 टिकट लिन आउन सहमत हुन्छ। केटी हतार हतार घर पुग्छिन्, निर्देशकलाई अभिवादन गर्दै जसले स्टक घटेको गुनासो गर्छिन् र स्वीकार गर्छिन् कि उनले सिफारिस गरेको सामाजिक क्लबमा सामेल भएका छन्। त्यसपछि पाकोले उनलाई फोन गर्छिन्, पैसा अनुचित रूपमा खर्च गरेकोमा गाली गर्छिन्। यद्यपि मानोलोले उसलाई एकातिर तान्छिन् र जे शान्तपूर्वक जोनास कहाँ जान्छिन् र उनलाई भन्छिन् कि उनले उनको छोरा क्याप्टेन पेड्रो फेला पारेकी छिन् र भोलि उनीसँग होलोग्राफिक सञ्चार सत्र हुनेछ। यसको लागि कोड लटरी टिकटमा लेखिएको छ जुन जेले वृद्ध मानिसलाई दिन्छ। केटी जान्छिन् र जोना लामो समयसम्म एक जवान पेड्रोको फोटो हेर्छिन्। यसैबीच पाको र मानोलो बारमा पिइरहेका छन् जब स्कुलका प्रिन्सिपलले फोन गर्छन् जेटाको कक्षाबाट लामो समयसम्म अनुपस्थितिको बारेमा चिन्तित छन्। उनको बेपत्ता हुनुले सामाजिक सेवाहरूको ध्यान पहिले नै खिचिसकेको छ। त्यो मान्छे घर पुग्छ जहाँ जे पेड्रोको आगमनको लागि केक प्याक गर्दैछ। पाकोले उनलाई आक्रमण गर्छ, चिच्याउँछ कि ऊ आफ्नो पैसाको लागि कडा परिश्रम गर्छ, तर जेले उसलाई सम्झाउँछ कि ऊ उसको सामाजिक फाइदाहरूमा बाँचिरहेको छ। उसले उनको खेलौना भाँच्छ र केटीलाई निर्ममतापूर्वक कुट्छ। भोलिपल्ट जोनास चिन्ता गर्न थाल्छ किनभने जे कहिल्यै देखा पर्दैन। बरु पेड्रो देखा पर्छ, महसुस गर्छ कि उसको बुबाले आफ्नो दिमाग पूर्ण रूपमा गुमाएको छ। उसले जितेको रकम सङ्कलन गरेपछि अपार्टमेन्ट सफा गर्ने बाचा गर्छ। जोनासले पेड्रो के कुरा गरिरहेको छ भनेर बुझ्दैन र सम्झन्छ कि कसरी उनीहरूले बच्चा हुँदा उसको कोठामा अन्तरिक्ष यान बनाएका थिए।
तर त्यो मान्छेले जवाफ दिन्छ कि यो जेठो छोरा थियो जसलाई माया र सम्मान गरिन्थ्यो। पेड्रोलाई सधैँ मूर्ख असफलता मानिन्थ्यो र त्यो नै उनी बने। पेड्रोले जोनासलाई टिकट दिन माग गर्छ, टेबलमा देख्छ र जेले उसलाई धोका दिएको महसुस गर्छ। रिसाएर पेड्रो अपार्टमेन्ट फोहोर फाल्न थाल्छ र आफ्नो बुबालाई हिर्काउन लागेको हुन्छ। तर बुढो मान्छेलाई हेर्दै ऊ त्यहाँबाट निस्कन्छ। यसैबीच जे होसमा आउँछ र अपार्टमेन्टबाट बाहिर निस्कन्छ। पाकोले ढोकाको आवाज सुन्छ, उनको पछि दौडन्छ र फेरि पिट्ने प्रयास गर्छ, तर रहस्यमय प्रकाशले उसलाई अन्धो बनाउँछ र स्पेस सुट लगाएको बुढो मान्छेले उसलाई धकेल्छ। पाको लड्छ र उसको टाउकोमा हिर्काउँछ। जब ऊ निको हुँदैछ, जोनासले जेलाई उसको ठाउँमा लैजान्छ। उसले केटीलाई आफ्नो सोफामा राख्छ र उसलाई स्क्रैम्बल गरिएको अन्डा बनाउँछ किनकि उसलाई आफ्नो शक्ति पुन प्राप्त गर्न आवश्यक छ। उसले भन्छ कि एक एलियनले उसलाई पनि आक्रमण गर्यो। जेले स्वीकार गर्छ कि यो उसको छोरा थियो। पछि जेले जोनासलाई क्रायोजेनिक निद्रामा प्रवेश गर्ने र आफ्नो क्याप्सुल अन्तरिक्षमा प्रक्षेपण गर्ने बारे सन्देश रेकर्ड गरिरहेको सुन्छ। उसले उनलाई रेफ्रिजरेटर देखाउँछ, यो क्याप्सुल हो भनेर जोड दिन्छ र उडान अघि आराम गर्न आग्रह गर्छ। यसैबीच मानोलोले पाकोलाई उक्साउँछ, जोनासले आफ्नी केटीसँग के गरिरहेको छ भनेर पत्ता लगाउन जोड दिन्छ। रक्सीले भरिएको तिनीहरू जोनासको अपार्टमेन्टतिर लाग्छन्, छिमेकीहरूलाई उत्तेजित पार्छन्। एकजनाले छायाङ्कन पनि सुरु गर्छ। ढोका खोल्न नसकेर पाकोले मानोलोलाई बाथरुमको झ्यालबाट जलिरहेको बोतल फ्याक्दै आगो लगाउन मनाउँछ। कोलाहल देखेर प्रहरी आइपुग्छ। जोनासले उनी र जे क्याप्सुलमा चढ्न सुझाव दिन्छन्। उनी आफ्नो वरपरको बारेमा सत्य प्रकट गर्न खोज्छिन्, तर उनी विश्वास गर्न अस्वीकार गर्छिन् कि त्यहाँ कुनै जहाज वा केप्लर छैन। केटी भित्र फसेको थाहा पाएपछि प्रहरीले आगो फैलिएपछि ढोका तोड्न थाल्छ। जे बेहोस हुन्छ र जोनासले उनलाई आफूसँगै फ्रिजमा राख्छ, सुपरलाई प्रक्षेपण गर्न आदेश दिन्छ। दर्शकहरूले झ्यालबाट बाहिर आकाशमा क्याप्सुल उडिरहेको देख्छन्। जोनास र जे अन्तरिक्षमा देखिन्छन्, उनीहरूले गुमाएका प्रियजनहरूलाई सम्झदै। उद्धार टार्पमा समातेर अग्नि नियन्त्रकहरूले फ्रिज खोल्छन्। चिकित्सकहरूले उनीहरूको उपचार गरिरहेको बेला एक छिमेकीले आगजनीको प्रहरी फुटेज देखाउँछ। निर्देशकले पाकोलाई आफ्नो मुख्य लगानीलाई खतरामा पारेकोमा मुक्का हान्छ। पाको र मानोलोलाई पक्राउ गरिन्छ र जेलाई अस्पताल लगिन्छ। केही समयपछि एक हेरचाह गर्ने पालनपोषण परिवारले जेलाई जोनास अहिले बसोबास गर्ने ग्रामीण नर्सिङ होममा लैजान्छ। उसले स्वीकार गर्छ कि उसले पृथ्वीलाई चिन्न सक्दैन। जेले उसलाई आफ्नो कोठामा लैजान्छ, जहाँ एक नयाँ रोबोट टोरस अल्ट्रा बनिने एक बुद्धिमान वक्ता आफ्नो अर्को मिसनको लागि तयार छ। अरूलाई तपाईले जस्तो व्यवहार गर्न चाहनुहुन्छ त्यस्तै व्यवहार गर्नुको महत्त्वको बारेमा एक